जस्तै खाए पनि हामीलाई अब राम्रो होला अर्को बिहे गर्दा छैन थिए हजुर यस्तो दिन छ भने थाहा भयो त हामी त खाली पेट आउँथ्यो नि त खादा नखाँदै के काम है हेलो गाइस वेलकम टु आवर च्यानल ज्येष्ठ नागरिकहरूको टोल टोलमा स्वास्थ्य परीक्षण गर्न जाँदाको भिडियो नै पोस्ट गर्छु है त आज पनि हामी केही समय अगाडि चासिनटार गएका थियौँ उहाँहरू चाहिँ एकै ठाउँ जम्मा भएर रमाइलो गरिराख्नु भएको थियो हामी पुग्दाखेरि हामी पुगेर उहाँहरूको स्वास्थ्य परीक्षण पनि गर्न थाल्यौँ समूहमा अनि पो रमाइलो हुन्छ न त निदाउँछ नले काममा हो त्यो निदायो भने के गर्ने यहाँ चेक गर्नलाई यहाँ दुवैजना निदाइरह्यो भने प्रेसर तपाईँको अलिक कम नै छ बा अब झोलीले कुराहरू खाने त्यो वृद्ध भत्ता आएको होला नि त्यो पैसाले फुलहरू ल्याएर खाने है त्यो जस्तै भिटामिन जस्तै खाए पनि हामीलाई अब राम्रो होला अर्को बिहे गर्दा छैन थिए सुगर हेर्न लाग्यो थोरै चुस्स लाएर घोच्छु ल म यहाँ मान्छे झिन न आछि जिरो पानी चाहिँ सकेसम्म बढी पिउनु होला ल A few moments later. के दिन त हामीलाई त्यहाँ घरमा लगेर के दिने रक्सी दिन्छ पाउना ल्याएको रोटी दिन्छ चिउरा दिन्छ आङची लाग्छ छैन आङचिला भने के दिने अनि आङमा त यी याद छ नि त्यस्तो चिउरा त खानुहुन्न रे सिस्टरले चपाउन सक्नुहुन्न रे मेरो दाँतै भाँच्यो एकदम केही आमाहरू चाहिँ त्यहाँसम्म आउन सक्नु भएको थिएन त्यही भएर उहाँको चाहिँ घरमै जाँच गर्न जाँदैछौँ हामी एकजना आमाले चाहिँ हामीले स्याउ खाएर जान भन्नुभयो सिस्टर मक्ख परेर स्याउ तास्दै हुनुहुन्छ अनि बाले रोटी र मासु दिनुभयो त्यति बेलसम्म चाहिँ हामीलाई भोक पनि लागिसकेको भएर सिस्टर मक्ख परेर मासु चपाउँदै हुनुहुन्छ वहाँ जान नसकेर म यहीँ बसेको होइन त्यो पर जान्छु हामी आइहाल्छौँ नि त आफ्नो छोरी जस्तो लाग्यो एक पुरी बिस्कुट बिस्कुट र एक पुरी अनि त्यहाँबाट चिया र बिस्कुट खान्छ त्यहाँ भात भरे त भात कहिले फेरि दिउँसो फेरि चाहिँ चिउरा र गुन्द्रुक खान्छ चिउरा गुन्द्रुक खान सक्नुहुन्छ चिउरा गुन्द्रुक पछाडिको त राम्रो छ क्यारे त दाँत अगाडि त्यस्तै सालमा आउनु भएको भित्रिनु भएको रे यहाँ 11 वर्ष 11 वर्ष बिहे गर्नुभयो तपाईँ 21 वर्षको बुढालाई दिएको हाम्रो बाजेले उहिलेको मान्छे फुपूको छोरासँग बिहे गर्नुभयो उहिलेको त्यही त हो आमाले फेरि आफ्नो घरमा नि केही नखाइ त जानै हुँदैन भन्नुभयो र हामी उहाँकोमा नि जुस पिउन थाल्यौँ सिस्टर र म यता पनि जुन घरमा गयो त्यही घरमा खाएको खाएँ उहाँहरूसँग गफ गर्दै जुस खायौँ हामीले एकै छ अहिले मेरो भदैनी पनि एकै बहिनी लाग्छ मेरो कान्छी बुहारी ए फेरि तपाईँले तपाईँको छोरालाई नि अहिले धनेलाई धने यो बोजेको कान्छा छोरालाई फेरि हो आफ्नै भदैनी तीन पुस्ता फुपू भदैनी हो तीन पुस्ता त हो त अब बुढेसकाल लाग्यो आमा मेरो पनि अब हाम्रो पनि बुढेसकाल लाग्यो के गर्नु 25 26 27 वर्ष भन्दा उँभो गएको है म 27 वर्ष देख्छु हो 27 वर्ष भन्दा अझ उँभो होला उँभो गएको छैन है त्यस्तो हामीलाई अर्को घर पनि जानु थियो त्यसैले हामी बिदा मागिवरी अर्को घरतिर गयौँ त्यो औषधि त्यस्तो कडा औषधि खानुहुन्छ त्यही भएर अलिकति खानेकुराहरूले चाहिँ पेल्नु होला 88 ल सुगर ठिक छ प्रेसर अलिकति तपाईँलाई जिउहरू दुखेर पनि होला अलिकति बढी देखिरहेको छ होइन अब तपाईँ एक त सुति नै रहनु हुँदो रहेछ सकेसम्म धेरै नसुत्नु दिउँसोको समयमा चाहिँ अलिकति ढाडहरू फेरि झन् दुख्दै जान्छ नि त दुख्ने त हो त रुगा मार्की नै लागिरहेको छ अब सकिन्छ भने बाफ लिनु यसो तातो पानीको मात्रै भयो भने बाफ लिनु अलिक नाकहरू खोल्छ दलपुर घाममा आगो अहिले घामै गइसक्यो
गयो होला छोरा कोनि छोरा त कता गयो कोनि तपाईको ए माथि नै गएर चेक गर्नु उहाँले त गयो चेक गर्नु के भने त्यसलाई उहाँको त सबै ठिक छ तपाईको नि ठिक छ जसरी आमाको ठिक छ छोराको नि त्यसरी नै ठिक छ आमा यस्तो स्वस्थ हुनुहुन्छ 100 वर्ष पुग्न लाग्नु भइसक्यो अनि छोरालाई कहाँ रोग लाग्छ झन् त्यही भनेर त यहाँ आमाको पिरिन होला के भन्छ क्या पिर लाग्छ नि अब जति बुढेसकाल हुँदै गयो त्यति रोगले च्याप्छ अब हामी पनि अहिले ठिक छ भोलि पर्सि हाम्रो उमेर बढ्दै गएपछि रोग लाग्छ के हुन्छ के होला कसो होला आमा यस्तो छ भन्छ हो कि यस्तो दिन्छ भने थाहा भयो त हामी त खाली पेट आउँथ्यो नि त खाँदा नखाँदा के काम है हिँड्नै सक्दैन छैन खाएको खाइ छ जाँड पनि के खान्न होला के खाने त्यस्तो खायो भने त यहीँ सुतेर बस्छ अहिले यहाँ लु ठिक छ आफ्नो ख्याल गर्नु बुढी मान्छे खानेकुराहरू टाइम टाइममा खाइरहनु धेरै छेउमा नबस्नु आमा यति खान मन लाग्छ अघि बिहान खाए यति अघि यति खायो अब फेरि भरे यति त्यहाँबाट त्यति उठेर हिँड्नु सक्दैन भाइ के गर्नु यहाँबाटै जान्न किन हो आफैलाई यति खाएपछि पुगिहाल्यो तपाईँले झन् कम खाए त्यो पेट हुँदैन झन् सुक्दै जान्छ आन्द्रा सुकिया होला आन्द्रा सुक्दै जान्छ अनि त्यही भएर अलिअलि थोरै खाइरहनु त्यसो भयो भने चाहिँ अलिक खुल्दै जान्छ नि त त्यो एउटा बेलुम जस्तो त हो आज खाएन भोलि खाएन झन् सुक्दै जान्छ त्यही भएर यति खाने धेरै खानु पर्दैन हामी फर्किँदा चाहिँ लगभग 4 बजिसकेको थियो पुलमा एउटा भिडियो त बनाउनै पर्यो छैन आज हामी च्यासिन्टार पुगेर आएको हामी चाहिँ 2टा क्याब लाएर बिहानदेखि क्याब कस्तो छ त एकदमै राम्रो छ दुईजनाले एकदमै राम्रो देखिरहेको छ आफैले तारिफ गर्ने हो अरूले गर्दैनन् त्यही भएर तपाईँहरूले नि केही कमेन्ट गर्नु छ भने गर्न सक्नुहुन्छ यो क्याबमा हेर्नु होला त्यो चाहिँ हाम्रो टिङ्मु गाउँ हो च्यासिन्टार चाहिँ पारी हो च्यासिन्टार पुगेर आएको दुईटी अनि कस्तो देखिरहेछ त हामी दुईजनालाई गाइस क्याबमा थ्याङ्क यू फर वाचिङ